नमस्ते साथीहरू, हजुरहरूलाई मेरो नयाँ ब्लगमा स्वागत छ। आज म मेरो प्यारी श्रीमतीसँग मेरो प्यारीसँग आइसकेको छु नयाँ ठाउँमा। कुन ठाउँमा आएको छ मैले भनिदेऊ त? फक्सटन बीच। आज हामी फक्सटन ठाउँमा छौँ। के अरे यो फक्सटन ठाउँको हामी कुन स्यान्डी बीचमा जाँदा? स्यान्डी, नामै स्यान्डी बीच। नामै स्यान्डी बीच। स्यान्डी बीच खै स्यान्डी बीच हो क्या। ट्राभल प्लानर चाहिँ ऊ हो, म चाहिँ ओन्ली भ्लगर। त्यही हो साथीहरू, धेरैजनाले भन्नुभयो सन्नी स्यान्डी बीचमा जाँदैछौँ। धेरैजनाले भन्नुभएको थियो कि फक्सटन चाहिँ एकदमै राम्रो ठाउँ छ। धेरैजनाको भ्लग पनि हेरिरहेको थिएँ कि त्यो ठाउँ चाहिँ दामी छ, वान अफ द बेस्ट प्लेस हो लन्डनमा भनेर भनिराख्नु भएको थियो। लन्डनमा हैन, यो केन्टमा हो। यस्तो हो कि म भन्छु, खै गिभ मी क्यामेरा। यस्तो हो कि मेरो बुढाले चाहिँ मैले यस्तो ठाउँमा जामै बुढा पनि ल ल हुन्छ भन्ने, उसलाई ठाउँको नाम, उसलाई प्लान, कहाँ जाने, के गर्ने, कहाँ स्टप हुने। लिसन हे गाइस, म आज आएछु, मेरो बुढी ठाउँको नाम पनि याद छैन। मलाई त्यस्तो प्लानै बन्न मन लाग्दैन। जस्तै तिमीले भन्छौ नि प्लान गर्नुपर्छ, यो गर्नु, मलाई भन्छ त्यो नयाँ ठाउँ के हो नाम के हो, मलाई ठाउँ जानु पऱ्यो। त्यो जस्तो म त्यहाँ गएर आफ्नो चाहिँ हुन्छ नि तिम्रो लाइक हुन्छ नि एकदमै एक्सपिरियन्स छुट्टै तरिकाले गर्नु मलाई। तिमी हेर्छौ नि टिकटकमा भिडियो हेर्छौ, अनि त्यसपछि तिम्रो गुगलमा फोटोहरू, मलाई फेरि त्यो पहिला आँखाले हेर्ने अनि त्यसपछि भन्न मन लाग्छ क्या। एटलिस्ट ठाउँको नाम त थाहा पाउनु पर्छ नि त। लन्डनको राम्रो रे, लन्डन होइन बाहिर, यो केन्ट हो। इङ्ल्यान्ड यो केन्ट हो। ल केनमा आइसकेको छौँ आज हामी धेरै पछि। बुढाबुढी फेरि नयाँ ब्लग साथीहरू म यहाँ यसो क्या। ल हेर्नुहोस् हामी कुन ठाउँमा आएको छौँ। आज हामी फक्सटनमा आएको छौँ। कति धेरै नेपालीहरू हुँदो रहेछ नि यहाँ त। हामी एकजना केटीसँग कुरा गर्दैछौँ। यहाँ हुनुहुन्छ अस्मिता। तपाईँ यो केनमा बस्दै आएको कति वर्षदेखि बस्दै हुनुहुन्छ? बाइ द वे म केनमा बस्दिनँ ल। यहाँ बस्नु हुँदो रहेनछ। ल हेर्नुहोस् त यहाँ कति अभद्र, कति रुड भएर बोल्नु भएको। होइन, हजुरले मलाई केनमा बस्यो कति भन्नुभयो। बाइ द वे म केनमा बस्दिनँ, म चाहिँ लन्डनमा बस्छु। म चाहिँ आज लाइक के भन्छ वान डे स्टेको लागि मात्र यहाँ आएको। ओके। यो गल्ली छ नि, यो कोलोनी चाहिँ कस्तो छ भने एक्ज्याक्टली नेपालको भक्तपुरको गल्ली छ नि भित्रको। अनि त्यहाँ चाहिँ तिनीहरूको त्यो सामानहरू बेच्ने, ट्रेडिसनल चिजहरू के भन्छ बेच्ने छ नि, त्यस्तै रहेछ। एक्ज्याक्टली त्यस्तै छ कि। यस्तो ठ्याक्कै भक्तपुरको याद दिलायो मलाई। बेसरी बोल क्या, माइक यहाँ छ। भक्तपुरको याद दिलायो मलाई। ठ्याक्कै हामी आइपुगेका छौँ अहिले हार्बर आर्ममा। नो ग्रिन लाइट बोलिसक्यो। अनि त्यही हो हार्बर आर्म भनेको लाइक यो हार्बर आर्म चाहिँ मोस्ट पपुलर ठाउँ हो यहाँको। अनि यहाँ चाहिँ त्यही हो यहाँको लोकल फुडहरू, अनि त्यसपछि नयाँ ठाउँहरू, एकदमै यो पुरानो ठाउँ रहेको छ इङ्ल्यान्डको। त्यही भएर पनि यहाँ मोस्ट पपुलर ठाउँ भन्छ, लाइक टुरिस्ट प्लेस हो यो। जाँदैछौँ हामी बाटो क्रस गरेर, बत्ती बालेर। यसो म एउटा नजारा देखाउँछु। वाउ यार, यस्तो पनि ठाउँ छ। म देखाउँछु यस्तो पनि ठाउँ हुन्छ। तपाईँहरू सक्यो भने चाहिँ देखाउँछु ल। कस्तो दामी छ, एकछिन है। ल हेर्नुहोस् त। मलाई यस्तो ठाउँहरू मनपर्छ क्या। अलिकति नेचुरल त सबै नेचुरल ठाउँ चाहिँ हो कि। यस्तो अब हेर्न नयाँ ठाउँहरूको बारेमा चाहिँ एक्सप्लोर गर्न मन लाग्छ। उसलाई फेरि के छ भन्दाखेरि त्यो के अरे त्यो बिच भनेर सुनेको छ कि, बिच भनेदेखि लाइक मर्ला जस्तो गर्छ उसलाई। अहिले त्यो यहाँ अब कस्तो छ के छ यहाँ, मतलब केही पनि भएन। उसलाई बिच छ लाइक कि सन्नी स्यान्डी हो कि, सन्नी स्यान्डी बिच समथिङ हो नि त, त्यो उसले नाम सुनेको छ। अनि उसलाई त्यहाँ जानु छ, छिटोभन्दा छिटो बिचमै जानु छ, बिचमै पुग्नु छ। त्यही भएर ऊ अघि हिँड्दा छ। मलाई कहाँ छ भन्ने कुरा पनि उसलाई के मतलब छैन यस्तो हिँड्दा चाहिँ। अनि यहाँ चाहिँ त्यही हो
बोट राइडिङहरू पनि गर्न मिल्छ यो हार्बर आर्ममा चाहिँ। अनि कोही हुनुहुन्छ भनेपछि चाहिँ यु क्यान भिजिट गाइस, दिस प्लेस इज रियली गुड। पर्सनल्ली मलाई चाहिँ एकदमै दामी लाग्यो। मैले के अब त्यस्तो त भन्न मिल्ने हो कि होइन, लास्ट मन्थ आई हेभ भिजिटेड अल्बानिया है। लाइक अल्बानियाभन्दा बेस्ट ठाउँ लाग्यो मलाई। अल्बानियामा चाहिँ बिचमा नुहाउने सुहाउने अलिकति फुडहरू त हेर्दा चाहिँ प्राकृतिक सुन्दरताको हिसाबले चाहिँ हेर्ने हो भने चाहिँ अलिकति नेचुरल ब्युटीको हिसाबले चाहिँ यो ठाउँ चाहिँ मलाई राम्रो लाग्यो। आई थिङ्क एकदमै पिस हुन्छ। मैले भनेको कुरा सही हो कि नै? सही हो कि नै? मैले के भनेर थाहा छ, त्यहाँ अब यो हार्बर आर्म यहाँको एकदमै मोस्ट पपुलर ठाउँ हो नि त। अनि तिमीले फेरि त्यो मोबाइलमा अब स्यान्डी के अरे सन्नी स्यान्डी बिच भनेको नि, तिमीले बिचको नाम सुन्ने बित्तिकै तिमीलाई अब चरा जस्तो उड्नु मन लागिसक्यो, किनकि तिम्रो बिच भनेको फेभरेट हो नि त। तिमीलाई अरू केही चाहिन्न, बिच भयो पुग्छ हो। त्यही भएर तिमी मलाई, म त्यहाँ पछि कति पछाडि त्यहाँ म हेरेर भिडियो बनाइरहेको थिएँ, तिमी यहाँ अगाडि पुगिसकेछौ। आफ्नो बुढा कहाँ छ, के छ, हरायो, के गर्यो, के बालै छैन तिमीलाई। मलाई समुद्र लास्टै मनपर्छ क्या, अति नै मनपर्छ मलाई नि। तिमी सायद पहिलाको जुनीमा जलपरी थियो होला। त्यसको बियर घोप्टाइदियो यार हामीले यार। यस्तो मलाई एभ्री मन्थ भ्याक्सिन जाने चान्स मिल्यो, अनि मलाई कसैले चुज गर्यो भने म बिच नै रोक्छु एभ्री सिङ्गल मन्थ। म त यार बिच लाइक मोर देन लाइक 15-16वटा बिच घुमिसकेँ है। बिच घुम्दा म त अलिकति मोनोटोनस भइसक्यो मलाई फेरि यार। म त एभ्री मन्थ बिच जाने भने पनि आइ एम रेडी। त्यही त वाउ। त्यहाँ जाने कसरी हो? एउटा 2-2 घन्टा 3-3 घन्टामा एउटा ठुलो डुङ्गा आउँछ कि यहाँ। अनि त्यस पछाडि घरमा त मान्छे कति भाग्यो भने हेर त। होटल होला नि, त्यो त कहाँ घर होला नि? घर होला, पहिला होटल बनायो। त्यो होटल बनाइहाल्छ नि टुरिस्ट एरियामा। आफ्नो घर बनाएर मात्रै के फाइदा छ र तिनीहरूलाई। त्यही छ साथीहरू, अब हामी नयाँ ठाउँमा जाँदैछौँ, घुम्दैछौँ। यहाँबाट ड्रोन उडाउने प्रयास गर्छौँ पोसिबल छ भने। कस्तो हुन्छ भने ड्रोन किनेको फ्लाइ गर्न त अलिअलि सिकिहालेँ है, 2-3 चोटि उडाइयो पनि। तर के हुँदो रहेछ भन्दाखेरि ड्रोन युकेमा चाहिँ मेरो ड्रोन चाहिँ 490 ग्राम हो। त्यो खासै त्यस्तो रेस्ट्रिक्सनहरू त हुँदैन, तर लाइक मान्छे भएको ठाउँमा नउडा, अनि त्यसपछि यो के पर्पोटीहरूमा नउडा भनेर भन्छ हो र। त्यही डुलेर मात्र त भएन होइन, पेटले पनि भित्र केही हाल भनिहाल्यो। त्यही भएर के भोक पनि लाग्यो, बिहानदेखि केही नखाएको। त्यही भएर चाहिँ हामी फिस एन्ड चिप्समा छौँ। फिस एन्ड चिप्स खानको लागि रेडी हो तिमी? ओके लेट्स सी कस्तो छ फिस एन्ड चिप्स। यो एकाइन चिप्समा चाहिँ मोनोपोली मार्केट रहेछ, किनभने यत्रोजना भिड लाग्यो। यसको मोनोपोली मार्केट रहेछ, कोही पनि छैन यहाँ। त्यही भएर है यस्तो छ। हामी चिप्सको लागि वेट गर्दै। फिस एन्ड चिप्स पाकिस्तान बिच भन्दो रहेछ, स्टोन बिच पनि भन्दो रहेछ, किनभने ढुङ्गा गिटी जस्तो छ। यस्तो छ। यस्तो रहेछ यहाँ। यस्तो मजाको रहेछ यार, कटाक यस्तो रहेछ, कटाक गर्दो रहेछ। त्यही हो। ठ्याक्कै हो यहाँबाट यस्तो भ्यू देखिने। यो डाँडामा आएको छ। यसको नाम के हो बेबी? अघि सब थाहा पाएको छ भन्थ्यो, अहिले त यो थाहा भएन।
अहिले हामी ठ्याक्कै त्यो तलबाट अलिकति उकालो चढेर माथिको डाँडामा आएको छौँ। यहाँबाट हाम्रो यहाँ आउनुको पर्पज भनेको ड्रोन उडाउनु हो। हेरौँ उडाउनु त जानिँदैन खासै, हेर्छु कस्तो हुन्छ। यहाँबाट त्यहाँ पारी छ नि, सिप छ नि, त्यहाँसम्म ड्रोन लानुपर्छ हो। चार्ज टिक्ने भए त 1 घन्टा टिक्ने भए त हुन्थ्यो क्या, तर चार्ज खासै टिक्दैन जस्तो छ है। डेन्जर छ बेबी यहाँ। यहाँ तिमीले भनेको बिच त्यही कहाँ हो त? त्यही पछाडि उठ्यो त घाँस पाला क्या त्यसको अहिले। त्यो होइन बेबी, त्यो पानी पनि आएको थियो, मान्छे पनि खासै थिएनन्। त्यो त आज विकेन्ड हो नि त, मान्छे हुँदैन त। त्यही त भोलि घुम्यो अनि भोलिदेखि चाहिँ काममा जानुपर्छ अरे। यस्तो हो त लाइफ, घुम्यो फेरि घुम्न जाने पो हो त, होइन र? ल त्यस्तो लाइफ गर्नु पऱ्यो क्या। तिमीले चाहिँ गर्छौ कि पूर्ण विश्वास छ तिमीले गर्छौ। जस्तो अहिले तिमीले 10 घन्टा काम गरेर आऊ नि बेबी, अब 2 घन्टा थप अनि 12 घन्टा गऱ्यो भने चाहिँ छिट्टै हुन्छ। यस्तो हुनुपर्ने क्या, लाइफ घुमेर आयो, यो भगवान अब 2 दिन पछाडि फेरि घुम्न जानुपर्ने छ यार। त्यही त त्यस्तो। हामीले अहिले यहाँ ठ्याक्कै बिचमा बसिरहेको छौँ। यस्तो दामी ठाउँ छ है। अनि मलाई चाहिँ होइन कतिको भिडियोहरू हेरेर चाहिँ दामी आउँछ नि। तपाईँ जस्तै मानौँ मैले एक्सपेक्टै गरेको थिएन कि यस्तो ठाउँ होला भनेर। जस्तो मानौँ मैले देखिरहेको थिएँ कि जस्तो भिडियोमा अनि त्यसपछि फोटोहरूमा देखेको भन्दा त कति गुणा राम्रो छ होइन। ट्याक्क यहाँ बस्यो है, अनि सर्र लाएर यस्तो दामी भ्यू छ क्या, यस्तो दामी भ्यू हेऱ्यो अनि टक्क लाएर समुद्रमा ट्याक्क लाएर अनि बस्यो, टक्क यहाँ बस्यो है। अब वाइन बियर के खानु मन लाग्छ खायो। तर हामी चाहिँ शुद्ध भेजिटेरियन, यो अल्कोहोलिक साथीहरू। साँच्चै भन्नुपर्छ फक्सन मलाई चाहिँ अपेक्षा गरेको भन्दा पनि धेरै राम्रो लाग्यो। अनि तपाईँहरू पनि लन्डनमा बस्नुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। ठाउँ एकदमै राम्रो छ, अनि त्यस्तो एक्सपेन्सिभ पनि छैन, अनि धेरै टाढा पनि छैन। आजलाई साथीहरू भिडियो यति नै। फेरि यस्तै खालको भिडियोहरू आउँदै गर्छन्। म सिक्ने क्रममा छु। सबैजनाले साथ सपोर्ट गर्नु होला। यदि भिडियो मन पर्यो भने लाइक गर्न चाहिँ नबिर्सिनु होला है। अनि नेक्स्ट भिडियो हेर्नको लागि सब्सक्राइब